आन्टी ए नानी त्यतै माथि आउनु पर्ने आन्टी। यताबाट आउनु। ल यही हो नानी कोठा चाहिँ। कोठा त राम्रै रहेछ आन्टी। आन्टी भाडा चाहिँ कति हो? यो कोठा चाहिँ 10,000 मै दिएको छु नानी। पानी र फोहोरको चाहिँ फ्री। पहिला पनि 2 टिकेटी बस्दै यति हैरान लगाए नि मैले निकाल्दै। यो फेरि मेरो घरको चाहिँ आफ्नै रुल्स एन्ड रेगुलेसन छ। कस्तो रुल्स एन्ड रेगुलेसन आन्टी? 9 बजे नै गेट लाग्छ नानी हाम्रो मुनि। 9 बजे भन्दा अगाडि नै आइपुग्नु पर्छ। अब केटा साथीहरू ल्याउन पाइँदैन, केटीहरू पनि धेरै ल्याउन पाइँदैन। पानी चलाउन मिल्दैन, धेरै पानी नै आउँदैन। मैले पानीको पैसा लिएकै छैन। आफूलाई पर्याप्त चलाउने त्यो त ठिक छ। यसो हेर्दा तिमीहरू त फेरि राम्रो घरको जस्तो देखिन्छौ, ज्ञानी जस्तो देखिन्छौ। त्यही भएर तिमीहरूलाई भाडामा दिएको। नत्र भने म केटीहरूलाई चाहिँ भाडा नदिने पक्षमा थिएँ। आन्टी तिमी त यही रहेछौ। अनि त्यो अर्को सानो नानी खोइ? 9:30 भइसक्यो नानी। मैले पहिले नै भनेको थिएँ 9 बजे भन्दा पछाडि घर आउन मिल्दैन भनेर। आउँदैछ आन्टी। त्यसको आज अफिसमा अलिकति धेरै काम थियो, आज अलिक ढिला हुन्छ भनेकी थिए, आइपुग्ने बेला भयो। अनि सुन नानी, अर्को नानी त 9 बजे भन्दा पछाडि आइदियो त भयो। तिमी चाहिँ घरमा दिउँसोभरि बसेर बाथरुममा 24 घण्टा बसेर पानी चलाउने के हो? पानीमै डुबुल्की मार्छौ कि क्या हो? पानीको बिल त यति धेरै उठेको छ नि यो घरमा नि। तिमीहरू बाहेक कसैले पनि पानी चलाउँदैन यसरी। बिहान सरसफाई गर्ने उठ्ने जाने दिउँसोभरि अफिस बस्छन्। तिमी चाहिँ दिउँसोभरि घरमा बसेर पानी चलाएको चलाए के हो पारा? आन्टी अनि चाहिने जति पानी त चलाउनु परिहाल्यो नि। खाएको भाँडाको जुठो भाँडा मस्काउनु पर्छ, लुगा धुनु पर्छ, अनि पानी त चलाइहालिन्छ नि। अब सरसफाई पनि नगर्नु र? आन्टी हजुर पनि आज यतै हुनुहुन्छ? नानी म आज तिमीहरूको रुममा। तिमी आज कति बजी आएको छौ? घडी हेर त। आज मात्रै हो र जहिले तिमी यस्तै ढिलो आउने गरेको छौ। म विचार गरिरहेको छु हिजो पनि तिमीलाई त्यो गेटमा छोडेर जाने केटाको, अनि आज पनि त्यस्तै होला। ए नानी मलाई त यस्तो सहनै सक्दिनँ म। बरु मलाई पैसा नहोस्, कोठा खाली होस् होइन, तर मलाई यस्तो केटाहरू लिएर आउने, कोठामा लिएर आउने केटी मन पर्दैन। यस्ता छोरीहरूले गर्दाखेरि नि अरू पनि बिग्रिन्छन्। मलाई त कोठामा यस्ता केटी राख्नु नै थिएन। यसो हेर्दाखेरि सरिफ लाग्यो, राम्रै परिवारको जस्तो लागेर मैले राखेको थिएँ। नानी मलाई तिम्रो कुरा केही पनि मन परेकै छैन। आन्टी म 2-3 दिन त भयो नि ढिलो भएको। त्यही पनि मेरो हेर्नु न अफिसको कामले गरेर यति ढिलो भएको। नभए त मलाई पनि कहाँ यस्तो ढिलो आउने रहर हो त। अनि मलाई पनि त पठाउ चढी आउन मन लाग्दैन। जुन तपाईँले भन्नुभयो नि त्यो बाइकमा ल्याइदिने केटा, त्यो त पठाउको केटा हो नि आन्टी। यति रातिसम्म अब गाडी पनि लाग्दैन, मलाई पनि अप्ठ्यारो हुन्छ एक्लै आउन। त्यही भएर मैले पठाउ गरेर आएको। अनि जुन तपाईँले अस्ति रुममा भन्नुभयो नि त्यो चाहिँ मेरो भाइ हो आन्टी। त्यस्तो केही पनि होइन। तपाईँले उल्टो सोच्नु भयो जस्तो छ आन्टी त्यो कुरामा चाहिँ। कति दिक्क लाग्यो यार यो घर भेटिन। मलाई त वाक्क लागिसक्यो। अफिसबाट यति धेरै काम हुन्छ, यति धेरै स्ट्रेस भएर आएको हुन्छु। यत्रो राति 9 बजे आउनुपर्छ काम बल्ल बल्ल गरेर। त्यही पनि कोठा आइपुग्यो किच घर भेटेको। म त सक्दिनँ अब यो कोठामा बस्न। त्यसको मात्र घर छ, म त सक्दिनँ हेर। मलाई पनि आज दिउँसो बक्क लगाएको थियो। मलाई त अति भएर मुखमुखे लाग्दैको छ। मैले त झन् तँसँग के भन्छ पानी किन चलाएर जुठो भाँडा पनि नमस्कार, त्यसले चाहिँ केमा खानु नि? अनि हामी नलाउनु पानी पनि नचलाएपछि? हामीले मात्रै चलाएर त्यसको पैसा उठेको अरे भन्दा पनि के भन्छ यार। धेरै किचकिचे छ क्या, धेरै किचकिचे। अर्को कोठा खोजौँ हामी। छोडिदिउँ। यसलाई भन्नु हामी गएर भेटिहालिन्छ नि कोठा त। जति भेटिन्छ लाखौँ घर छ, हजारौँ घर छ। कति न सस्तोमा भाडा दिए जस्तो लाग्दै होला। त्यत्रो 10,000 लिन्छे। त्यही माथि फोहोर त कति नै हुन्छ र? फोहोर र पानी, अनि त्यही पनि पानी नचलाउनु अरे। यत्तिकै हामीले उठाएको अरे पैसा पनि। राम्रो सकिँदैन यसकोमा बस्न। हामी भोलिदेखि अर्को कोठा खोजौँ, घर बेटीमा गएर कुरा गरौँ तसँग गएर। सकिँदैन तँसँग कुरा अति गरे त्यसले त। आफ्नो तनाव बेग्लै छ। अब यो घर बेटीको तनाव पनि कति धेरै हो क्या, कति धेरै। दिनदिनै नयाँ टपिकमा कुरा ल्याउँछ। केही उसलाई हामीले केही गल्ती नै गरेको छैनौँ भने नि उसले एउटा सानो पनि कुरा ल्याइहाल्छ। अब हेर त पठाउको ड्राइभरसँग आएको, अब ऊ केटाले आयो अरे। मैले त्यस्तै हो यो। के भन्छ अफिस गएको हुन्छु म, अफिसबाट 7 बजे आउँछु, दिनभरि त्यसले कसलाई देखेर पानी चलाएको भन्छे। मलाई पनि विरक्त लगाइसके। आफ्नो तनाव बेग्लै छ, आफ्नो काम नबनेको बेला बेग्लै छ। घरबटीको पनि टेन्सन लिएर त कति बस्नु? यो यसमा कुरा चाहिँ छोडिदिनुपर्छ हामीले।